यी केपी ओली, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, यी विद्यादेवी भण्डारी सबै एउटै पार्टी खोलेर सँगै कम्युनिस्ट अगाडि बढ्दा पनि केही होला र नेपालमा? अब यिनीहरूले हामीले विगतमा यति वर्ष यिनीहरूको राजनीति हेऱ्यौँ, 30-35 वर्ष यिनीहरूले देश चलाएका हुन्। लगभग 2064 सालमा त माओवादी लगभग 2/3 लगभग बहुमतै ल्याएको थियो। खै त विकास गरेको देशमा? त्यसपछि केपी ओली र यो प्रचण्ड मिलेर पनि बहुमत ल्याएकै हुन्। खै त विकास गरेको? जनताको मन त खै जितेको? यिनीहरूले जितेर कहिले जिन्दगीमा कहिले जितेनन्। जनताको मन जित्न नसक्ने भनेको प्रधानमन्त्री हुँदैन, त्यो देशको मन्त्री मान्नुहुन्न त्यसलाई, त्यो देशको नेता नै होइन के। देश पुरै भ्रष्टाचारीमा गयो। देश यत्र विगतमा नेपाल विकास हुन नसक्नुको कारण के भयो त? एउटा गणतन्त्र, प्रचण्डले गणतन्त्र ल्याए भन्दैमा बोल्न पाए भनेर मुखले मात्र बोलेर हुन्छ र हुँदैन नि त। विकास पनि चाहियो जनतालाई। गणतन्त्र ल्यायो त त्यहाँ 17,000 मान्छेको ज्यान गएको छ। त्यो 17,000 परिवारको ज्यान लगेर त्यो बोल्न मात्र पाएर के पाइयो त आखिरमा? सुशासन खै, विकास खै, एजेन्डा खै, भिजन खै। त्यत्रो देश चलायो, खै त केही गरेको? आखिर आउनुपर्ने जनताले विदेशमै, भोग्नुपर्ने दुःख जनताले नै। नेता त के छ, एकदम हाइफाइमा बस्यो, पुरा भिआइपी सिट, सबै जहाँ गयो पनि भिआइपी मान्छे भयो। उसले त आफ्नो जिन्दगी खतरै काटिहाल्छ। यिनीहरूको वामपन्थी एकता देखेर पनि यता हाँसो लाग्छ मलाई त। अब जनताले यिनलाई बारम्बार मौका दिएका हुन्, बारम्बार परीक्षण गरिसकेका हुन्। यिनीहरू एकता हुन्छन्, अझ टुट्ने, अझ कुरा नमिल्ने, अझ म प्रधानमन्त्री बन्छु भन्छ, अर्कोले म बन्छु भन्ने, प्रधानमन्त्री मन्त्रीको लागि सिटको लागि, त्यहाँ कुर्सीको लागि खोसाखोस, तानातान, संसद भवनभित्रै त्यस्तो हानाहान, त्यो भएको त सब दृश्य त लथालिङ्ग हामीहरूले देखेकै छौँ त। अझ यिनीहरूले वामपन्थी यो बुढेसकालमा अब जनताले लखेटिसकेपछि, जेनजीले लखेटिसकेपछि अझ बुढेसकालमा एकजुट भएर के गर्न खोजेका हुन्? यो यस्तो ठिक छ, गर्नुहोस्, तर अब यो उमेर पनि भइसक्यो हो। अब यिनीहरूले घरमा बसेर आनन्द साँझ बिहानको 2 थाल भात खाने, घरमा बस्ने भने भइहाल्छ क्या। राजनीति छोड्दा पनि भयो। यिनीहरूको त पत्ता साफ गरिसकेको हो त जनताले। अहिले 2/3 बहुमत रासोपालाई दिइसक्यो, रासोपाको जिम्मा लगाइसक्यो। अब यिनीहरू सबै मिलेर पनि अब केही हुनेवाला छैन। अब यिनीहरूलाई अझ दिमागमा त्यो बुद्धि पलाएको छैन भन्छन् नि त। अझै पनि यत्रो वर्ष यिनीहरूको एकता भएको होइन त? विगतमा पनि यत्र हामीले देखेकै हौँ। यत्रो यिनीहरूलाई परीक्षण बारम्बार जनताले गरिसकेका नै हुन्। खै त देशमा केही भयो? परिवर्तन भएन नि त। देशमा परिवर्तन त भएन। देश त जस्ताको त्यस्तै छ। झन् त्यहाँ पुरा भ्रष्टाचारका वाइड बडी विमान, त्यसपछि चाहिँ त्यो जग्गा प्रकरण, भुटानी शरणार्थी, धेरै ठाउँबाट यिनीहरू पक्रिएका, भ्रष्टाचारमा आरोप लागेका नेताहरू छन् म्याक्सिमम। भनेपछि यिनी सबै प्रधानमन्त्री भइसकेका हुने, राष्ट्रपतिदेखि प्रधानमन्त्री भएका यिनीहरू मान्छे अझ सँगै मिलेर नेताहरू अझ देशलाई हामी बनाउँछौँ, विकास गर्छौँ, एकता गर्छौँ भन्नु भनेको यो एउटा लज्जास्पद विषय लाग्छ साथीहरू मलाई। तपाईँहरूलाई के लाग्छ? यिनीहरूबाट अब साँच्चीकै नेपालमा केही आश छ र? प्रतिक्रिया दिनुहोला।